हेलो नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई मेरो बाख्राहरु देखाउने छु र कतिवटा बाख्रा छ त्यो पनि देखाउने छु र म आज चाहिँ म बल्छी थाम्न गइरहेको छु माछा मार्नको लागि त्यो पनि देखाउने छु। तर यो भिडियोमा हैन, अर्को भिडियोमा देखाउने छु। अहिले चाहिँ बाख्राहरु म चढ्न लादैछु साथीहरु। यिनीहरु नै मेरो बाख्राहरु तपाईहरुले देख्न सक्नुहुन्छ। मेरो बाख्राहरु चाहिँ जम्मा 23 वटा छ अनि म चाहिँ अहिले खोलातिर चराउन लागेको छु र चराउँदै माछा मार्दै गर्छु र यसरी हामी बाख्राहरु झार्छौं। तपाईहरुले देखिराख्नु भएकै बाटो हो अनि यहाँ तल चाहिँ हाम्रो खेत छ, खेतबारीतिर चढ्छन्। म खोलातिर माछा मार्ने छु। यिनीहरु नै मेरो बाख्राहरु हुन्। हेर्नु होला अब कस्तो लाग्छ, आफ्नो प्रतिक्रिया पनि दिनु होला र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। म तपाईहरुलाई यस्तै गाउँघरको अपडेट लिएर आइराख्ने छु किनभने यो गाउँघरको एकदमै मलाई भिडियो बनाउन मन लाग्छ र तपाईहरुले साथ सपोर्ट दिनुभयो भने म अझै राम्रो भिडियो ल्याउने प्रयास गर्नेछु। चढिरहेको छन्, जाँदैछन् बाटो देख्न सक्नुहुन्छ। बाख्राहरु मेरो बाख्राहरु यिनीहरु हुन्। यिनीहरु बाख्राहरु चाहिँ मेरो बाजो खेततिर म चढ्न लादैछु र मलाई साथ सपोर्ट दिनु होला। लाइक र गाउँ चाहिँ यही हो साथीहरु। यहाँबाट हामी गोठा लाउँछौँ अनि फुल खेत खोला बाख्राहरु यता चढ्न जान्छ। यो रुख चाहिँ ठुलो छ साथीहरु, यो रुख चाहिँ ठुलो छ, एकदमै ठुलो छ। बाख्राहरु रोड जाँदैछन् चाहिँ एकदमै बेच्ने बेला भइसकेको छ। तपाईहरुले इच्छुक हुनुहुन्छ, किन्ने इच्छुक हुनुहुन्छ भने भन्नु होला, म बेच्ने छु र अर्को नयाँ बाख्रा ल्याउने छु। र मेरो युट्युबमा चाहिँ के छ भन्दाखेरि मैले ओरिजिनल भिडियो हाल्यो, बोलेको भिडियो हाल्यो, युट्युबले फेरिदिन्छ स्टोरहरू अनि मलाई अचम्म लाग्छ किन फेरिदिएको होला, कसरी फेरिदिएको होला, केका लागि फेरिदिएको होला जस्तो लाग्छ। अनि फेरि सुन्छु हाँस पनि उठ्छ। इङ्ग्लिसमा ट्रान्सलेट गरिदिन्छ मेरो भोइस अनि छिट्टो बोलेको छ भने ढिलो बोलिन्छ अनि ढिलो बोलेको छ भने छिट्टो बोलिन्छ। म अचम्मै लाग्छ अनि यस्तै मैले बाख्राहरु देखाएर तपाईहरुलाई मैले देखाएको थिएँ। इथेकामा इङ्ग्लिसमा ट्रान्सलेट गरेर देखाएको थियो अनि मलाई यस्तो लाग्न थाल्यो कि युट्युबले म मेहनत चाहिँ गर्छु तर भ्युज जाँदैन, लाइक कमेन्ट जाँदैन र हेर्ने मान्छेहरू हुँदैनन् भनेर भोइस चेन्ज गरेको जस्तो पनि लाग्छ। कहिले एक मनले एक सोचले फेरि अर्कै सोच्छु। अनि यता हाम्रो गाउँ थियो र यता चाहिँ सूर्यको किरणले गर्दाखेरि देखिएन क्यामेरामा, चिन्ता नगर्नुहोस्, अर्कोचोटि देखाउँला। यता तलतिर चाहिँ देखिन्छ, यता खेत रोप्दैछन्, खेत रोप्ने छ। अनि यो मेरो क्यामेरा आज बनाएको थियो र मेरो फोन पनि फुट्यो। हाँस्ने के रुने आज बबाल बनाएको थिएँ क्यामेरा स्ट्यान्ड, तर के गर्नु र फोन फुटिहाल्यो।